अर्थिङ कसरी गरिन्छ र घरमा अर्थिङ गर्न कति खर्च लाग्छ? अर्थिङ खास गरी दुई तरिकाले गरिन्छ। पहिलो तरिका 5 फिट सम्मको गहिरो खाल्डो खन्ने, त्यसमा एउटा तामाको पत्ता प्रयोग गरेर रड राखेर नुन, कोइला, कालो माटो राखेर अर्थिङ गर्ने। यो पहिला एकदमै धेरै प्रयोग गरिन्थ्यो, तर आजभोलि यसलाई कम प्रयोग गरिन्छ र यस्तो खालको अर्थिङलाई प्लेट अर्थिङ भनिन्छ। अर्को तरिका भनेको आजभोलि एकदमै प्रयोग हुने केमिकल अर्थिङ, रडको प्रयोग गरेर गर्ने अर्थिङ। यसमा चाहिँ तपाईले एउटा अर्थिङ रड पाउनुहुन्छ। यो चाहिँ तामाले कोटिङ गरेको पनि हुन सक्छ अथवा अन्य रड हुन्छ। यसभित्र केमिकल राखिएको हुन्छ र यसलाई राख्दा चाहिँ कम्तीमा पनि 5 फिट देखि 6 फिट गहिरो राख्नुपर्छ, किनकि अब 5 फिट देखि 6 फिट खन्दा यहाँ मोइस्चर चिस्यान चाहिँ आउँछ र अर्थिङले राम्रोसँग काम गर्छ। नर्म्समै यही 5 देखि 6 फिट उल्लेख गरिएको छ। कतै कतै 8 फिट देखि 9 फिट सम्म पनि खनिन्छ र त्यो खाल्डोमा केमिकल अर्थिङ रड राखिन्छ र मार्केटमा ग्राउन्ड इन्हेन्स कम्पाउन्ड भनेर पनि पाउँछ र यो केमिकलको फर्ममा आउँछ। नर्मली 25 केजी को बोरा आउँछ र यो केमिकल रड राखिसकेपछि र त्यहाँ अब पानीले भरिन्छ र त्यो पानीलाई केमिकलसँग राम्रोसँग मिक्स हुने गरी छाडिन्छ र जुन रड माथि रहेको रडको पोइन्टमा ल्याएर अर्थिङ वायर केबललाई ल्याएर कनेक्ट गरिन्छ। यसलाई चाहिँ लुज नहुने गरी नट बोल्टले राम्ररी लक गरेर फिक्स गर्यो भने पछिसम्म सुरक्षित हुन्छ र यस्तो खालको अर्थिङ लामो समयसम्म चल्छ र खासै मेन्टेनेन्स गरिराख्नु पर्दैन। र अब कस्टको कुरा गर्दा